सम्भवतः म एक दुईवटा धार्मिक कार्यक्रममा सँगै पनि थिएँ। मलाई सम्झना भएसम्म हामी यो गौशाला वा बानेश्वरमा त्यतिखेर संस्कृति मन्त्रीको अभिव्यक्तिलाई लिएर जति पनि वैदिक सनातनीहरू आन्दोलनमा उत्रिनु भएको थियो सम्भवतः हामीसँगै वक्ता थियौँ जस्तो लाग्छ। शीतल कृष्ण महाराजजी छ। पछि मैले उहाँको भिडियो हेर्दाखेरि त्यो महसुस गरेँ। हुन त उहाँका कैयौँ प्रवचनहरू फेमस छन्। नेपाल भारत जताततै उहाँको प्रवचनहरू अहिले भाइरल छन्। उहाँले दाङ निवासी भएर पनि अल ओभर द कन्ट्रीमा एउटा प्रसिद्धि हासिल गर्नु। उहाँ भारतमा गएर पनि प्रवचन दिनुहुन्थ्यो भन्ने बित्तिकै उहाँको क्षमता विशिष्ट थियो, विलक्षण थियो भन्ने कुरो त यसैबाट थाहा हुन्छ। यो तिहार जेलमा चक्की पिसिरहेका छन्। मान्छे एउटा योगी हुन, महात्मा हुनको लागि उसको केही वैदिक योग्यताहरू हुनुपर्छ। हुन त यो विषयमा उहाँको अगाडि बयान गर्नु भनेको इन्द्रको अगाडि स्वर्गको बयान गर्नु सरहको ज्येष्ठता हुन्छ। मैले तपाईँलाई भनिहालेँ, एउटा योगी हुनको निम्ति काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यबाट ऊ मुक्त भएको हुनुपर्छ। अब कलियुगको पण्डित वा कलियुगको सन्त महाराजाहरूको यो चरित्र छैन। समाजका मार्गदर्शकहरू जहिले पनि आदर्शवान, निष्ठावान, सिद्धान्तनिष्ठ हुनुपर्छ। उनीहरूबाट समाजले पाठ सिक्छ। सङ्लो भयो भने तल धमिलो बग्दैन, माथि नै धमिलो छ भने तलसम्म लेदो बग्छ। त्यसैले गर्दा पण्डितजी, महाराजजीहरू, सन्तहरूले सच्चरित्रमा भगवान तुल्य बनाउनुहोस्, त्यसपछि शिष्यहरूले फलो गरिहाल्छन्। ती कन्या अब कानुनको शरणमा पनि आएकी छिन्। त्यो विषय